हेलो साथीहरु नमस्कार। आज चाहिँ म यसरी घरदेखि कामतिर जाने बेलामा चाहिँ हाम्रो एकजना दाइ र भाइले चाहिँ यसरी छुटेको मौरीलाई चाहिँ कहाँबाट आएको थाहा भएन, तर छुटेको मौरीलाई चाहिँ बालबाट पानी हालेर यसरी समातेर राख्नु भएको रहेछ। र यो चाहिँ एकदम थोर मौरी छ। यो एक फ्रेम पनि मजाले छैन। यो चाहिँ नयाँ रानी छुटेर आएको छ। यहाँ भाले पनि देख्न सक्नुहुन्छ एक दुईवटा। यसलाई चाहिँ जोगाउन अलिक गाह्रै छ र यहाँ चाहिँ दाइले लाने रहर गर्नु भएकोले गर्दा चाहिँ मैले यसलाई समात्ने कोसिस गरिदिँदै छु। यस्तो छिटो भाग्दछ हैन। छोरे मौरी मुनिने राख्यो के रानी हेर्नु त रानी अठाइन्छु म। यो त थोरै छ गममा झार्दा हुन्छ भाइ सर। यसो गर कि हैन रानी जान्छ जाँदैन भने तिमी यहाँ पकाउ ह ठुक्क यहाँ छिरिहाल्नु। छिरि त्यसले अठ्यायो भने गाई जिस्किँदैन के। त्यहाँ लिएर यसलाई यहाँ हालिदिनु पर्छ डाइरेक्ट। माथि गएन साथ थोरै त मौरी छ। त्यसलाई त्यही छोप्दै भयो भयो आयो त सबै आइहाल्यो। म राना भइहाल्छ। एकछिन यहाँ यो म अलिकति माउ चाहिँ थाप्नुपर्छ होला। थाप्नुपर्छ। एकछिन त्यहीँ बस्छ कि एकछिन फेरि त्यहीँ बस्छ कि। रानी कहाँ छ भने खोज्छ कि। रानी पनि यहीँ छ। अब खोज्दैछ यिनीहरूले। यिनीहरू सबै जान्छ यी रानी खोज्छ। अब रानी खोज्न उसँग आयो देख्नु यहाँ छ नि त रानी। यो खेलाउन जाला टोक्दैन केही गर्दैन। खतरा गर्दो रहेछ भाइले त। केही पनि गर्दैन क्या यसले। टोकेको पनि त्यति साह्रो पोल्दैन दुख्दैन। सुनिँदैन त यसले टोकेको। जान थालिहाल्यो नि त। जान्छ हौ त्यो भित्र भयो। उसलाई नै आफै घेर्दो रहेछ रानीलाई जति क्या नि। ऊ हेर्नु न म अलि जाने भने भाटाले भएर सबै अनुहार के खाएको आउँछ। यो चाहिँ म गर्दिनँ फेरि। घापाले रहेछ थाप्थ्यो होला। यो चाहिँ राम्रो हो नि। हैन यो सबै जान्छ। आ पर्दियो सबै गइसक्यो। अझ यसलाई तलै बनाइदिनु एकछिन छोड्नु। मौरी बिसिसक्यो भइसक्यो। छुट्टिएछ एउटा घाट थियो। अहिले त दुईवटा बनाएको छु। भरे गएर खाना खाएर आएर लाउनु पर्यो भन्छ। छैन अब जान र साथीहरू यसरी थोरै मौरी हुँदा चाहिँ समात्न एकदम गाह्रो हुन्छ। हामीले बोरामा समात्यो पनि मौरी चाहिँ फेरि निस्केर यसरी भागेर हामीले फेरि छोपेको छौँ। र अबको चोटि चाहिँ हामीले रानीलाई नै क्विन केजमा हालेर यसरी राखिदिएको छौँ। अब रानी भइसकेपछि यो मौरीहरू भाग्दैन। बोरामा राख्दा पनि थोरै मौरी भएको कारणले गर्दा चाहिँ यिनीहरू भागिसकेको थियो। अब यति भएपछि यिनीहरू भाग्दैन।